मेरो बोल्ने समय एकदम नजिक आउँदैछ। म एकदम तयारीमा बसिरहेको छु, त्यस कारणले एकदम प्रतीक्षा गर्नु होला। तपाईलाई थाहा छ त म बोल्ने नै मान्छे हो। अहिले म त्यही अवस्थामा छु, अलिकति प्रतीक्षा गर्ने लाइनमा छु। धेरै छैन, लामो समय छैन, एकदम छोटो प्रतीक्षापछि म विशेष सम्बोधन सहित साथीहरूको जिज्ञासाको जवाफ दिन आउँदैछु है। सबै कुरा बताउँला त्यतिखेर है। हस्, मलाई पूर्ण भनेर सरकारले जत्रो खाल्डो खन्यो, सानो मलाई पूर्ण मात्र मिल्ने खाल्डो खनेको भए त मलाई मात्र पूर्ण मिल्थ्यो। तर यति ठुलो खाल्डो खन्यो कि यी सबैजना यो खाल्डोमा जाकिन्छन्, यति चाहिँ म तपाईँलाई भन्छु। पूर्व राजाले हिजो ठुलै शक्ति देखाउनु भयो के अरे, हेरिराख्नु भएला कसरी हेर्नु भएको थियो। सरकारले जवाफ दिनुपर्ने DTI को सरकार भने होइन र, एकदमै शक्तिशाली जनताले चाहिँ महसुस गर्नुपर्ने भने सरकारले जवाफ दिनु पर्यो नि। हामीले त भ्रष्टाचारको विरुद्ध ठुलै आन्दोलन सुरु गरेका थियौँ, धेरै फाइलहरू ओपन पनि भएका थिए, ती सबै क्लोज भयो भन्ने सुन्छु। अब सरकार DTI को छ, यो प्रश्न मलाई भन्दा सरकारलाई सोध्न जरुरी छ। सरकारको कारणले राजावादीहरू सडकमा आए, प्रतिक्रियावादीहरू आए भन्ने हो। अब 7 महिना अगाडि हामीले सरकार बुझाउँदाखेरि विभिन्न मानिसहरूको गिरफ्तारी भएको थियो। 7 महिना अगाडि सरकार हामीले छोड्दाखेरि बाटोमा भएका सहकारी पीडित, लघुवित्त पीडित, आरती शाहको परिवार, सबै ठाउँबाट आउनुभएका अन्य आन्दोलनकारीहरू सबै खाली थियो। माइतीघर मण्डललाई बन्द थियो, हामीले त्यसलाई खुला गरेका थियौँ। अहिले जवाफ सरकारले दिनु पर्ला नि। मेरो विचारमा सरकारलाई थाहा हुनुपर्ने हो के भइरहेको छ, कस्तो भइरहेको छ भनेर। जनता त हेरिरहेका छन् नि त, के भयो कसो भयो भनेर। त्यो हजारौँ हुल त जनता थियो होला नि, धेरै त जनताको हुल थियो होइन। मेरो बोल्ने समय आउँदैछ, अहिले म सरकारलाई जिम्मेवारी लिएर म केही समय पछाडि नै अलिकति बृहत रूपमा आफ्ना कुराहरू राख्ने तयारीमा जो साथी हो। हरायो रविजी चाहिँ एकदम गुमनाम हुनुभयो भन्ने छ नि त, यो चाहिँ के हो खास गरी कता हराउनु भएको भन्ने चाहिँ। ए होइन, म हराएको छैन, म यतै छु। हराउने त कुरै भएन, तर अलिकति केही तयारीहरू गरिरहेको छु। त्यस कारण मैले भन्ने कुराहरू एकदमै आउन बाँकी छ। त्यस कारणले केही चिन्ता नगर्नुहोस्, जनताले हेरिरहेका छन्, जनतालाई राम्रोसँग थाहा छ। जनतालाई जिल्लै पछि मुद्दा लगाएर हातमा तारिक पर्चा चाहिँ थमाइदिएर गएको जनतालाई थाहा छ। प्रशासकीय अधिकृत नपठाएको जनतालाई थाहा छ। खाली गाग्री पठाएको जनतालाई थाहा छ। आफ्ना मान्छेको मुद्दा छानी जोगाएको थाहा छ। अर्काको मान्छेलाई छानी जनताले के अरे चाहिँ मुद्दा लगाएको जनतालाई सबै थाहा छ। त्यस कारणले सरकारले जवाफ दिनु पर्यो नि। DTI होइन भने के घट्यो, के भयो, म त बाहिर मेरो समय आशा छ हेर्नु। अहिले ठुला दल केपी ओली प्रचण्डजी बोल्नुहुन्छ, उल्टो राजालाई सहानुभूति आइरहेछ। तपाईँहरू नयाँ पुस्ताको राजनीति, गणतन्त्र लोकतन्त्रको सुन्दर फुलबारी बनेर आउनुभएको, तपाईँहरूमाथि आशा ठुलै छ। तपाईँहरू नबोल्ने भने राजावादीहरूसँग नबोल्ने व्यवस्था जोगाउनु तपाईँहरूको जिम्मा होइन। नबोल्ने कहिले हामीले भनेकै छैनौँ, हामी बोलि नै रहेका छौँ, निरन्तर बोलिरहेका छौँ। मेरो कुराकानी गर्नुभएको छ भने पार्टी त हाम्रो उपस्थित देखिरहनु भएको छ रहेछ। म त पार्लियामेन्टमा छैन, छलकपट गरेर पार्लियामेन्टमा मलाई रोकेका छन् होइन। तर बाटो त सजिलो देखाएको छ नि त। एउटा कुरा चाहिँ तपाईँहरूलाई म भन्छु, धेरै फाइलहरू ओपन पनि भएका थिए, ती सबै क्लोज भयो भन्ने सुन्छु। अब सरकार DTI को छ, यो प्रश्न मलाई भन्दा सरकारलाई सोध्न जरुरी छ। सरकारको कारणले राजावादीहरू सडकमा आए, प्रतिक्रियावादीहरू आए भन्ने हो। ल साथीहरु